यस्तै चलिरहेछ। अब अहिले ठ्याक्कै हामी केही अघि कि पार्कमा छौँ छन चाहिँ, तर उतातिर भन्दा अलि यतातिर हरियो राम्रो रहेछ ठाउँ पनि। टक्क हाम्रो एउटा त्यो जिम्रोखोला डाँडा छ। जिम्रोखोला मेरो घर चाहिँ पहिले जिम्रोखोला हो, दाङको जिम्रोखोलामा। अनि ठ्याक्क त्यसको माथि जिम्रोखोलाको माथि हामी बाख्रा चढ्न जान्थ्यौँ क्या, त्यो ठ्याक्कै च्याउकोट डाँडाको छेउमा टक्क एकदम समूह छ क्या, त्यहाँ समूह एकदम यस्तै समूह छ डाँडामा ठ्याक्कै अलिकति, यति ठुलो त छैन, त्यो भएर योभन्दा अलिक सानो समूह छ। सेम त्यस्तै याद आयो मलाई। त्यही भएर एउटा यसो भिडियो बनाऊँ। यहाँ त यस्तो अब सानो जङ्गल जस्तो गरेपछि यहाँ मान्छेले पार्क बनाउँदो रहेछ। हाम्रो त च्याउको डाँडा त योभन्दा ठुलो छ गाँठी, त्यत्र रुखहरू छन् गाँठी, घाँस छ गाँठी। हाम्रो गाई चर्ने मात्रै भयो, मान्छे चर्ने भएन। यहाँ चाहिँ हेर्नुहोस् मान्छे बढी चरिरहेको छ, हेर्नुहोस्। गाई त एउटा पनि देखिन्न, मान्छे चाहिँ टन्नै छ। हो यस्तै हुनुपर्ने हाम्रो च्याउको डाँडा पनि। च्याउको डाँडा भन्छ होइन, हाम्रो त्यो च्याउको डाँडा त नि हाम्रो घरमाथि डाँडामा च्याउको डाँडा त्यस्तै, यहाँ सेम त्यस्तै छ। ल घुम्नलाई एकदम स्पेसल। अब चाहिँ गएपछि च्याउको डाँडामा पनि यस्तै हामी भिडियो बनाउनु जानुपर्छ यार एकचोटि अब नेपाल गएपछि।